हेलो गाइस, यो चाहिँ मैले मेरो मुलाको अचार बनाउन लागेको। मेरो साथीले चाहिँ साह्रै मनपर्छ मुलाको अचार, त्यही भएर आज चाहिँ मुलाको अचार बनाउन लागेको थिएँ। मिक्स विथ ग्रिन चिली पनि थोरै थोरै राखेको छु, धेरै पिरो हुने गरेको पनि होइन, ठिक्कले। सो गाइस, अहिले म सबै मिक्स गरेपछि पनि देखाउँछु है। यो चाहिँ धेरै सुकाएको पनि छैन, ठिक्कले हिजो अस्तिको दिन बेलुका काटेको, हिजो रातभरि। आज चाहिँ हिजो रातभरि सुकायो फ्यानमा, अनि आज चाहिँ यतिको भएको छ। चाहिँ तोरीको तेल पनि हाल्छु। मिक्स विथ सनफ्लावर, किन तोरीको तेल मात्रै पनि बेसी हुन्छ हो, त्यही भएर सनफ्लावर पनि मिक्स गर्छु। काँचो मटर पनि, किन मटर मिक्स गऱ्यो भने बिचबिचमा मटर खानु पनि स्वाद आउँछ, त्यही भएर मलाई चाहिँ मटर चाहिँ अति मनपर्छ हो। त्यही भएर यो एड नगर्दा पनि हुन्छ, तर एड गऱ्यो भने एकदम मिठो टेस्ट आउँछ। त्यही भएर म चाहिँ मटर पनि ग्रिन मटर रातभरि भिजाएर राखेपछि यस्तो हुन्छ। त्यो पनि मिसाउँछु चाहिँ बेसार, त्यो चाहिँ चिल्ली पाउडर चाहिँ म अलिकति मसला हाल्दैछु हो। मसला यो चाहिँ नर्मल मसला हो, यसैको लागि भनेर चाहिँ बनाएको होइन। यो चाहिँ कलरको लागि। यो चाहिँ मेन इन्ग्रिडियन्ट चाहिँ यो मस्टर्ड पाउडर, मैले यो तोरीको पाउडर बनाएको। यो चाहिँ एकदम इम्पोर्टेन्ट हो, यो भएन भने चाहिँ मिठो हुँदैन। त्यही भएर यो चाहिँ अलिक धेरै चाहिँ नेपालबाट आएको एकदम स्पेसल हो तामा। म तपाईँहरूलाई खोलेर देखाउँछु कस्तो रहेछ भित्र। फ्रेश अनि यस्तो मिठो बास्ना आइरहेको छ कि गाइस, हेर्नु न कस्तो खाउँ देखेको कि गाइस। हेर्नु गाइस, मैले चाहिँ सबै इन्ग्रिडियन्टहरू एड गरिसकेँ। अब चाहिँ तेल अनि नुन राख्नु बाँकी छ। तेल नुन राखेपछि पनि अनि म सबै चलाएर पनि तपाईँहरूलाई देखाइदिन्छु है त। अनुसार नुन चाहिँ अलिक बेसी नै राख्नुपर्छ, किन त होला धेरै छ नि त। कति पिरोको लागि म चाहिँ यो एकदम पिरोवाला खोर्सानी एड गर्दैछु, यो पनि नेपालबाटै ल्याएको हो। अब चाहिँ म तेल एड गर्दैछु बिस्तारै। यसरी पक्कै राख्यो भने चाहिँ यो मोसहरू हुन्छ नि, त्योहरूलाई चाहिँ अलिक बट्टाहरू पनि पुरा रेडी गरेर राखेको छु हो मैले। यो कफीको सिसाको बोतलमा चाहिँ एकदम राम्रो हुन्छ, प्लास्टिकको भन्दा पनि सिसाको बोतलमा हाल्यो भने चाहिँ एकदम हेल्थको लागि पनि राम्रो भयो। पुरै मिक्स गरेपछि तपाईँलाई
अब चाहिँ इट्स रेडी। मैले चाहिँ घाममा राखिदिएको छु। अब 1 हप्ता यस्तो दिनमा चाहिँ एकदम रेडी हुन्छ, अमिलो अमिलो हुन्छ हो। खान एकदम राम्रो हुन्छ, दाल भात जेसँग खाँदा पनि एकदम मिठो हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ।